के तपाईँ यो असार अन्तिमपछि नयाँ व्यापार सुरु गर्दै हुनुहुन्छ? यदि नयाँ घर किन्ने सोच बनाउँदै हुनुहुन्छ अथवा घर सर्ने सोचमा हुनुहुन्छ अथवा कुनै पनि माङ्गलिक कार्यको योजना बनाउँदै हुनुहुन्छ, यदि हुनुहुन्छ भने एकछिन रोकिनुहोस्। विक्रम सम्वत 2083 साल असार 32 गते बिहिबार दिउँसो 12:55 देखि ब्रह्माण्डकै सबैभन्दा शुभ र शक्तिशाली ग्रह, जुन ग्रहको नाम छन् देवगुरु बृहस्पति, उनै ग्रह पश्चिम दिशामा अस्त हुँदै हुनुहुन्छ र उहाँको उदय श्रावण 24 गते आइतबार दिउँसो 12:24 पूर्व दिशामा मात्र हुनेछ। यो करिब 24 दिनको अवधिमा हाम्रा शास्त्रहरूले केही काम गर्न पूर्ण रूपमा निषेध गरेका छन्। यदि जानी नजानी यो समयमा ती काम गरिए भने जीवनभर पछुताउनु पर्ने हुन सक्छ। नमस्कार सम्पूर्ण दर्शकवृन्द, आध्यात्मिक दर्शन युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म ज्योतिषी सन्देश काफले। आजको यस विशेष भिडियोमा हामी कुरा गर्नेछौँ देवगुरु बृहस्पति को हुनुहुन्छ र गुरु अवस्था कुन अवस्थामा हुन्छ, यसको शास्त्रीय प्रमाण के रहेको छ। यो असार 32 देखि श्रावण 24 गतेसम्म के गर्न हुन्छ, के हुँदैन। भिडियो अत्यन्तै महत्त्वपूर्ण छ, कतै नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। वैदिक ज्योतिषमा नवग्रह मध्ये देवगुरु बृहस्पतिलाई सबैभन्दा शुभ, सात्विक र पवित्र ग्रह मानिन्छ। उहाँ देवताहरूको पनि गुरु हुनुहुन्छ। ज्योतिष शास्त्र अनुसार बृहस्पतिलाई ज्ञान, धर्म, सन्तान, विवाह, धन र सौभाग्यको कारक मानिन्छ। हाम्रो जीवनमा हुने जति पनि शुभ कार्यहरू छन्, जस्तै विवाह, व्रतबन्ध, पूजापाठ, सन्तान प्राप्ति, यी सबै गुरु बृहस्पतिको कृपा बिना सम्भव छैन। त्यसैले शास्त्रमा भनिएको छ, जीवो जीवयते जगत, अर्थात् गुरु बृहस्पति नै सम्पूर्ण जगतलाई प्राण ऊर्जा दिनुहुन्छ। यस्ता कृपाका भण्डार गुरु नै अष्ट र शक्तिमान हुनुहुन्छ भने तब पृथ्वीमा कुनै पनि माङ्गलिक कार्य हुँदैनन्, यानि कि कुनै पनि माङ्गलिक कार्यको ऊर्जा रहँदैन। यो ऊर्जा सबै शून्य हुन्छ। अब बुझौँ आखिर गुरु अस्त हुनु भनेको के हो। सूर्य मण्डलमा सबैभन्दा तेजिलो र शक्तिशाली ग्रह सूर्य हो। जब घुम्ने क्रममा कुनै पनि ग्रह सूर्यको एकदम नजिक पुग्दछ नि, यस अवस्थामा सूर्यको प्रचण्ड ताप र प्रकाशले गर्दा त्यो ग्रहको आफ्नो किरण र प्रभाव पृथ्वीसम्म आउन पाउँदैन। त्यसै अवस्थालाई हामी ग्रहस्थ भएको भन्छौँ। सूर्य सिद्धान्त बृहत पराशर होरा शास्त्रका अनुसार जब देवगुरु बृहस्पति पनि सूर्यको 11औं डिग्री यानि कि 11औं अंशभित्र प्रवेश गर्नुहुन्छ नि, तब उहाँको शक्ति पनि पूर्ण रूपमा चाहिँ पृथ्वीमा आउन सक्दैन। त्यही अवस्थालाई हामी गुरु अवस्था भन्छौँ। उहाँको शक्ति पूर्ण रूपमा सूर्यले तानिदिन्छ, त्यो स्थिति नै गुरु अवस्था हो। यसपटक असार 32 गते बिहिबार 12:55 गुरु सूर्यको नजिक पुग्दै हुनुहुन्छ कि उहाँ पश्चिममा अस्ताउनु हुनेछ र जब सूर्यबाट बिस्तारै टाढा जानुहुन्छ तब श्रावण 24 गते आइतबार 12:24 पूर्व दिशामा उहाँको पुनः उदय हुनेछ। दर्शकवृन्द, गुरु अस्त भएको यो 24 दिनको अवधिमा केही कार्यहरू भुलेर पनि गर्नु हुँदैन। हाम्रो सनातन र धर्मका महत्त्वपूर्ण ग्रन्थहरू नित्य चिन्तामणि धर्म सिन्धुमा स्पष्ट रूपमा एउटा
श्लोक बताइएको छ, जुन श्लोकको आधारमा चाहिँ आज हामी सुनौं है त। वापी कुपतडा यज्ञस्य गतो द्वारः हस्ते शुक्र बृहस्पत्यो वर्जित सर्वदा बुधः। अब यसको अर्थ छ जब बृहस्पति वा शुक्र हस्त हुन्छन् नि तब शुभ र काम्य कर्महरू यानि कि कामना राखेर कर्म गरेका कर्महरू सबै वर्जित छन्। त्यसैले गर्दाखेरि असार 32 गतेदेखि साउन 24 सम्म यी पाँचहरू ठ्याक्कै बन्द गरिदिनु होला। विवाह तथा व्रतबन्ध उपनयन भन्छौँ नि, व्रतबन्ध विवाह त बुझिरहनु भएको छ। यो समयमा गरिएको विवाहले दाम्पत्य जीवनमा सुख हुँदैन, व्रतबन्धले पनि ज्ञान वृद्धि गर्दैन। यो समयमा गृह प्रवेश र शिलान्यास पनि पूर्ण रूपमा त्याग दिनुपर्छ। नयाँ जग हाल्ने र नयाँ घर सर्ने कार्य यो समयमा भुलेर पनि गर्नु हुँदैन। नयाँ व्यापार व्यवसायको सुरुवात यो समयमा सुरु गरिएका व्यापारमा गुरुको धनदायक दृष्टि नपर्ने हुनाले घाटा लाग्ने सम्भावना उच्च हुन्छ। सवारी साधन तथा जग्गा खरिद, नयाँ गाडी किन्ने वा जग्गा पास गर्ने काम पनि यो समयमा नगर्नु नै उत्तम हुन्छ। सकाम अनुष्ठान ठुल्ठुला यज्ञमा यज्ञ र विशेष कामना राखेर गरिने सप्ताह पुराण आदि कार्य पनि यो समयमा गर्नु हुँदैन। अब मैले त गर्नु हुँदैन मात्र बताएँ, अब यो समयमा के गर्न हुन्छ त? तपाईलाई लाग्ला गुरु हस्त आएको बेला केही पनि गर्ने मिल्दैन, पक्कै मिल्छ। गुरु हस्त हुँदा बाहिर र भौतिक कामहरूको गर्न नहुने हो, भित्री र आध्यात्मिक काम त अझै धेरै फलदायी हुने गरी गर्न मिल्छ। यो समयमा तपाईले निर्धक्क भएर गर्न सक्ने कामहरू ध्यानपूर्वक सुन्नुहोस्। नित्य कर्म, आफ्नो दैनिक पूजा पाठ, सन्ध्या वन्दन र नियमित आरती चाहिँ यो समयमा गर्न मिल्छ। नाम जप ध्यान गर्न मिल्छ। आफ्नो इष्ट देवताको मन्त्र जप ध्यान योग साधना गर्ने समयमा एकदमै राम्रो मानिन्छ। दान र परोपकार पनि गर्न मिल्छ। भोकालाई भोजन गराउने, गरिबलाई दान दिने कार्यका लागि कुनै पनि साइत हेरिरहनु पर्दैन। श्राद्ध र तर्पण गर्न मिल्छ। यस समयमा तपाईले पितृहरूको नियमित श्राद्ध औँसीमा तर्पण गर्नका लागि गुरु शुक्र हस्तले छेक्दैन। नियमित र नोकरी र अध्ययनलाई पनि केही यसले छेक्दैन। आफ्नो जागिर गर्ने काम विद्यार्थीहरू हुन्छ भने तपाईलाई पढ्ने कामलाई पनि यसले कुनै पनि बाधा दिँदैनन्। तसर्थ दर्शकवृन्द, विक्रम सम्वत 2083 साल साउन असार 32 गते बिहिबार 12:55 देखि श्रावण 24 गते आइतबार 12:24 सम्मको यो समय गुरु हस्तको समयले एउटा आध्यात्मिक विश्रामको रूपमा लिनुहोला। ठुलो भौतिक निर्णयहरूलाई श्रावण 24 पछि मात्र गर्नुहोला। तपाईलाई आजको यो जानकारी कस्तो लाग्यो? यो भिडियो तपाईलाई सही मार्गदर्शन गरेको छ भने एउटा लाइक पक्कै गर्नुहोला। देवगुरु बृहस्पतिको कृपा प्राप्त गर्नका लागि कमेन्ट बक्समा जय बृहस्पति देव लेख्न नभुल्नु होला। यस्तै शास्त्रीय जीवन उपयोगी जानकारीका लागि हाम्रो च्यानल आध्यात्मिक दर्शनलाई सब्स्क्राइब गरी नजिक रहेको बेल आइकन चाहिँ दबाउन नभुल्नु होला। तपाईँको दिन शुभ रहोस्। जय श्री हरि।